कहिलेकाहीँ किताब पढ्दै जाँदा यस्तो लाग्छ, साधारण मानिसको जीवन कथा पढिन्छ, किसानको मजदुरको पनि कथा हुन्छ। मेरो हातमा सागर गैरीले लेख्नु भएको यो मोहर भन्ने किताब छ। यो किताब चाहिँ उहाँले आफ्नो पिताको जीवनी लेख्नु भएको हो। खासमा यो किताबभित्र हामीले हाम्रो बा हजुरबाहरूले बिताउनु भएको, भोग्नु भएको जीवनको कथा छ। खास गरिकन त्यो समय कस्तो थियो, मानिसले कस्ता कस्ता कुरामा सङ्घर्ष गरे, के भोग्दै भोग्दै यहाँसम्म आइपुगे, के देखे भन्ने कुरा यो किताबमा लेखिएको छ। पढ्दै जाँदा यस्तो लाग्छ, घरिघरि आफ्नै बुवा हजुरबुवाहरूलाई पढेको जस्तो लाग्छ। सागर गैरीको बुवा पढ्न लेख्न त सक्नुहुन्न थियो, तर उहाँको किताब लेखियो। उहाँको छोरा सागर गैरीले पिताको कुरा लेख्नुभयो, जुन जस्ताको तस्तै लेख्नु भएको छ। सागर गैरीको पिता दामी झाँक्री भगवान ईश्वरमाथि विश्वास गर्नुहुन्थ्यो, अर्थात् आस्तिक हुनुहुन्थ्यो धार्मिक हिसाबले। र उहाँलाई दुःख पर्दा, उहाँलाई अप्ठ्यारो पर्दा उहाँ ज्योतिषकामा जानुहुन्थ्यो, मन्दिर देवतालयहरूमा धाउनुहुन्थ्यो। सङ्घर्ष, दुःख र जीवनलाई अनेक तरिकाले हेर्दै, भोग्दै र महसुस गर्दै उहाँ अहिले 87 वर्षको हुनुभएको छ। एक साधारण मानिसको पनि कथा हुन्छ, एक साधारण मानिसले पनि आफ्ना कथाहरू शब्दमा सुनाउन सक्छ। त्यो कुरा यो किताबमा छ। पढ्दा मजा नै हुन्छ। कतै कतै लेखक सागर गैरीले बाबुको कथा लेख्दा लेख्दै आफ्ना विचारहरू राखिदिएका छन्। यो समयबाट उनले त्यो समयलाई कतै कतै हेरेका छन्। केही कुराहरूलाई उनले आजको समयअनुसार करेक्सन पनि गरेका छन्। यो किताब पढ्दा मजा हुन्छ, पढ्नुहोला। मैले 2082 सालमा सिफारिस गरेको यो दोस्रो किताब हो।